यहाँ आई बसिरहेकी छु। मैले त भण्डारमा जे भएको मिठाई इत्यादि खाएँ। आफू के खानुहुन्छ? सतीदेवी यस्ती हुनुहुन्थ्यो कि सधैँ सिँगार गरी रिसमा पनि नरिसाई उज्यालो मुख गरी स्वामीकै भक्तिमा चित्त लगाइरहने गर्नुहुन्थ्यो। सतीदेवीले झुप्रोभित्र के थियो र खाइगोली भन्ने विचार गर्दै श्री महादेवले अत्यन्त करुणायुक्त भावले भन्न लाग्नुभयो, हे प्रिय, हाम्रो घर यो होइन, यो खरको भित्ता च्यातिभित्र गई हेर। महादेवको कुरा सुनि सतीदेवीले भन्नुभयो, हे स्वामी, भएको घर नासी नभएको घर कहाँ हेर्न जाउँ? फेरि बनाउनु पर्यो हजुरको वृद्धावस्था भएको छ। म स्त्री जातिले कसरी बनाउनु अनि फेरि कसले बनाइदेला? यस्तो सतीदेवीले भनेको वचन सुनि सन्यासी रूपका श्री महादेव आफै उठी खरको भित्तामा लात्तीले हानी मिर्काउनु भयो। त्यसपछि कैलाशको दर्शन गराउनु भयो। अनेकौं मणिमाणिक्य रत्नले जडाउ गरेको सुवर्णले बनाएको त्यस्तो दरबारदेखि सतीदेवी खुसी भई महादेवसँग सोध्नुभयो, मेरा बाबा दक्ष प्रजापतिको घरभन्दा पनि अति सुन्दर यो कसको घर होला? यति भन्दै उहाँ आश्चर्यमा पर्नुभयो। सन्यासी रूपी श्री महादेवले सतीदेवीलाई आफ्नो रूप दर्शन दिनलाई लगेर आज्ञा गर्नुभयो। प्रिय, चोकको माझमा गाईका गोबरले मण्डलाकार गरी लिपिदेऊ। सतीदेवीले महादेवको आज्ञा मानी गोबरले भुइँमा लिप्नुभयो। वृद्ध सन्यासी रूपका श्री महादेवले लिपेको ठाउँमा गई उभिन साथ निर्मल स्फटिक जस्तो वर्णको विश्वम्भर मूर्तिको दर्शन दिनुभयो। कस्तो रूप भने अगस्त्य मुनि साथमा चन्द्रमा, बाघको छाला कम्मरमा सुन्दर मणि, कानमा स्फटिक सेतो जस्तो शीतल। यस्तो स्वरूप देखेर सतीदेवीले मनमा आनन्द गरे। आँखादेखि हर्षका आँसु बगाई मनमा भन्नुभयो, र म धन्य रहेछु कैलाशधिपति जगदीश्वर श्री महादेव स्वामी बनाएको माला श्री शिवजीमा चढाइकिन फेरिएर परिक्रमा गरी दण्डवत प्रणाम राम 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 जुम गरिसक्दा स्वरूपले रहनुभयो। जहाँ पनि राम मात्र छ। पुराणे महेश्वर यो हेरेर बनाएको अझ यता त कैसन कैलाश खतरा होइन खतरासम्म कसले बनाएको ए अहिले यस्तो खतरा चिज बनाएको छ बाबा। यहाँ म एकचोटि बाबालाई देखाइदिन्छु है त्यो उ गर्नुभन्दा अगाडि। ए अहिले के बनाएको थाहा छ बाबा? यहाँ हेर्छु पेन्टिङ खतरा होइन त? मान्छेले बनाएको छैन ल हेर्छु खतरा डिट्टु बहिनी होइन त? ल यहाँ हेर्छ त यो त झन् डिट्टु नै बहिनी। यो त यहाँ हेर्छ बाबा है हो को खोइ भनिसिन्छ त म हेर्छु खतरा हुँदो र एकछिन बाबा एकछिन मेरो चाहिँ आउँदै आएन। मेरो पनि खिच्दैछ बाबा सिक्नुपर्छ केही पनि गर्नु पर्दैन। यहाँसम्म दिएको देखिछ म यहाँसम्म देखिछ ल। जय जय श्री सस्तानी माता बाबाले हाम्रो अन्त्यको के हो बाबा? नैतु मङ्गलम व सकल जगन मङ्गलालय श्रीमान दिनकर किरण निबोधित नलिन दल निवृक्षेण कृष्ण काले वर्षतु पर्जन्ये
पृथ्वी सस्यशालिनी देशोवे छोवर हितो सन्तु निर्भया पुत्रा पुत्रिना सन्तु पुत्रिना सन्तु पौत्रिना निधना सदना सन्तु जीवन्तु शरदा शतं तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि बसन्ति तत्र या दुतुसार हार धौला या शुभ्र वस्त्राविता या बिना वरदण्ड मण्डित करा या श्वेत पद्मासना या ब्रह्मा अच्युत शङ्कर प्रभृति विदैवी सदा वन्दिता श्यामा पातु सरस्वती भगवती निष्कलता कायेन वाचा मनसेन्द्रिय जय जय श्री सस्तानी माता की जय हो। सांब सदा शिव शंकर शंभो हर हर महादेव। जय शिवजी जय शिव।